हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मैले खाना बनाउँदैछु। सुरुमा त मैले आगो फुकेँ, त्यसपछि कुकरमा दाल बसालेँ। दाल बसालिसकेपछि थोरै रोटी हाल्दैछु, त्यसैले पिठो भिजाएँ। त्यसपछि मैले ग्यासमा भात पकाएको छु। भात पकाइसकेपछि तरकारी काटिसकेपछि त्यतिन्जेल दाल पाक्यो। दाल पाकिसकेपछि मैले तरकारीको लागि कराई बसालेछु। त्यसपछि तेल हालेँ। तेल हालिसकेपछि मेथी हाल्दैछु। मेथी चाहिँ मेरो अल टाइम फेभरेट नै हो। मेथी नहालेसम्म मलाई कुनै पनि तरकारी पकाए जस्तो लाग्दैन। त्यसपछि प्याज हालेँ मैले। प्याज हालिसकेपछि तरकारी हाल्दैछु। तरकारीमा चाहिँ चिप्ले भेन्डी र भ्यान्टा पकाउँदैछु मैले। घरमै फलेको थियो, त्यही पकाउँदैछु। त्यसपछि मैले तरकारी पकाएँ। यता तरकारी पकाउँदैछु, उता ग्यासमा रोटी पनि हालेँ। रोटी हालिसकेपछि यता तरकारी सँगसँगै पाक्दैछ, यता रोटी पनि पाक्दैछ, तरकारी पनि सँगसँगै पाक्दैछ। रोटी हालेको चाहिँ मैले भिडियो बनाएन साथीहरू। अनि त्यसपछि रेडी भयो खाना। कस्तो लाग्यो हजुरहरूलाई साथीहरू? भेटौँला अर्को ब्लगमा। बाई।